बेचिएका चेलीको चित्कार बोकेर बेचिएका चेलीको चित्कार बोकेर सारङ्गीको दुखी तारमा दुःख रेटेर सारङ्गीको दुखी तारमा दुःख रेटेर झुप्रा घरको चिसो चुल्हो तातो बालेर झुप्रा घरको चिसो चुल्हो तातो बालेर चोर औँला उठाउने महल उक्लेर चोर औँला उठाउने महल उक्लेर ओ आमा आमाहरू समुदायबाट विशेष गरी मैले साथीभाइहरू यहाँ सम्पूर्ण नारायणहरू सबैले म एकदम विशेष भित्रैदेखि धन्यवाद दिन चाहन्छु किनभने हाम्रो धर्म संस्कृतिले जोगाइराख्ने एउटा मात्रै गाउँ भनेको चाहिँ 3 तले हुनु गएको छैन नत्र भने एकदम डरलाग्दो स्थिति बनिएको छ अरू ठाउँमा छैन र त्यसो हुँदाखेरि यसलाई जोगाइराख्ने जुन खालको एउटा प्रयत्न गर्नुभएको छ यो नै सबभन्दा ठुलो कुरा हो जस्तो मलाई लाग्छ र आगामी दिनहरूमा यसले अझ राम्रो गर्ने र 3 तलेमा हामीले एउटा ठुलो मकवानपुरको पूर्वी सेक्टरको क्षेत्रको गुरुपदसम्मको ठुलो मूर्ति बन्दैछ र तपाईँहरूकै ठुलो योगदान तपाईँहरूको एउटा योजनाले गर्दाखेरि त्यो बन्दैछ र त्यो मूर्तिलाई अझ हामीले आफ्नो विधिसम्म ढङ्गले धार्मिक विधिसम्म ढङ्गले आगामी केही महिनाभित्रमै त्यसलाई उद्घाटन गर्ने त्यसलाई सम्पन्न गर्ने कामहरू अगाडि बढ्दैछ र त्यो बेला हामी फेरि पनि त्यहाँ एउटा हाम्रो धर्म संस्कृतिलाई स्थापित गर्ने र जोगाउने क्रममा हामी फेरि त्यहाँ भेला हुनेछौँ त्यो आशा पनि म गर्न चाहन्छु र त्यसमा चाहिँ हामीले निर्माण गर्ने क्रममा हामीले आफ्नो पहलबाट चाहिँ त्यसलाई अझ राम्रो बनाउनको लागि सम्पन्न निर्माण गर्नको लागि हामीले आफ्नो ठाउँबाट पहल गरेका छौँ त्यसमा विशेष गरी अब मेघलाल पाखरिन बजार पाखरिन लगायतका हाम्रो उत्तर पाखरिन लगायतका हाम्रो विजय पाखरिन लगायतका साथीहरूले ठुलो चाहिँ त्यहाँ सरसल्लाह गरेर एउटा सहयोग हाम्रो चाहिँ त्यहाँको स्थापित समाजसेवी युवा समाजसेवी पनि हुनुहुन्छ हाम्रो विकेश पाखरिन हाम्रो देव सन्तानजी लगायतको एउटा सक्रियतामा त्यहाँ गुरुपद सम्भवको एउटा मूर्ति जो बन्दैछ त्यसको सम्पन्न गर्नको लागि चाहिँ यही वैशाखको करिब करिब मलाई लाग्छ सम्भवतः वैशाखको पूर्ण बुद्ध जयन्तीको अवसर पारेर त्यसलाई सम्पन्न गरेर र बृहत रूपमा कार्यक्रम गर्ने भन्ने कुरा अब सुन्नमा आएको छ त्यसलाई पनि हामीले सबैले आफ्नो ठाउँबाट सहयोग गरौँ र त्यसलाई सफल बनाउँ भन्ने म अनुरोध पनि गर्न चाहन्छु र त्यसको